हेलो नमस्ते। आजको भिडियोमा चाहिँ हार्ड ड्राइभलाई कसरी मल्टी बुटेबल बनाउन सकिन्छ भन्ने विषयमा छ र मेरो हातमा देख्न सक्नुहुन्छ 1 TB को हार्ड ड्राइभ र यसलाई चाहिँ सिम्पली मैले SATA USB एडाप्टरको थ्रुबाट कनेक्ट गरेको छु, देख्न सक्नुहुन्छ। यदि यो एडाप्टर तपाईले बाइ गर्न चाहनुहुन्छ भने जम्मा $3 to $4 मा पाउनुहुनेछ र यसलाई सिम्पली कम्प्युटरमा हामी कनेक्ट गर्छौं। देख्न सक्नुहुन्छ मेरो हार्ड ड्राइभ चाहिँ सक्सेसफुली कनेक्ट भइसकेको छ र त्यसपछि हामीलाई एउटा सफ्टवेयरको आवश्यकता पर्छ जुन चाहिँ गुगल क्रोममा गइसकेपछि भेन्टोय टाइप गर्नु होला र जस्ट इन्टर गरिसकेपछि देख्न सक्नुहुन्छ डाउनलोड साइट, जस्ट क्लिक गर्नु होला र यहाँ देख्न सक्नुहुन्छ जस्ट वान क्लिक गर्नुभयो भने र डाउनलोड नाउ र केही वेट गर्नु होला। यहाँ देख्न सक्नुहुन्छ डाउनलोड भइसकेको छ। देख्न सक्नुहुन्छ र म यसलाई जस्ट ओपन गर्छु, यसलाई जस्ट राइट क्लिक गर्छु र यसलाई फेरि ओपन गर्छु। देख्न सक्नुहुन्छ मेरो 1 TB को हार्ड ड्राइभ चाहिँ शो गरिरहेको छ र म सिम्पली अप्सनमा जान्छु। अप्सनमा गइसकेपछि पार्टिसन स्टाइल र म जीपीटी लाई सिलेक्ट गर्छु। गरिसकेपछि सिम्पली हामी के गर्छौं, इन्स्टल गर्छौं र यस देख्न सक्नुहुन्छ कङ्ग्रेचुलेसन, भेन्टोय हैज बीन सक्सेसफुल्ली इन्स्टल टु द डिभाइस, जस्ट ओके र हामी सिम्पली यसलाई क्लोज गर्छौं र यसलाई म क्लोज गर्छु। पेन ड्राइभलाई और हार्ड ड्राइभलाई बुटेबल और मल्टी बुटेबल बनाउनको लागि चाहिँ तपाईहरुले विन्डोज आइएसओ फाइल डाउनलोड गर्नुपर्ने हुन्छ। देख्न सक्नुहुन्छ विन्डोज 8.1, विन्डोज 11 र विन्डोज 10 तपाईहरुले पनि विन्डोज आइएसओ फाइल चाहिँ डाउनलोड गर्नु होला र सिम्पली म मेरो हार्ड ड्राइभलाई ओपन गर्छु। गरिसकेपछि देख्न सक्नुहुन्छ विन्डोज आइएसओ फाइल जस्ट म सिलेक्ट गर्छु 1 2 3 किनकि मलाई मल्टी बुटेबल बनाउनु छ, सो म तीनैवटा विन्डोज आइएसओ फाइललाई म कपी गर्छु र मेरो हार्ड ड्राइभमा जान्छु र जस्ट पेस्ट
हामीले केही बेर वेट गर्नुपर्ने हुन्छ र यो पनि तपाईहरुको हार्ड ड्राइभमा डिपेन्ड हुन्छ अब कतिको स्पिड छ किनकि यो तीनवटा विन्डोज आइएसओ फाइलमा मिनिमम 16 GB भन्दा माथि छ सो केही टाइम लिन्छ फाइनल्ली कम्प्लिट भएको छ देख्न सक्नुहुन्छ हार्ड ड्राइभ चाहिँ सक्सेसफुली मल्टिबुटेबल भएको छ सो म कम्प्युटरलाई फर्मेट गरेर देखाउने छु देख्न सक्नुहुन्छ यो चाहिँ हाम्रो मल्टिबुटेबल हार्ड ड्राइभलाई म सिम्पली कम्प्युटरमा कनेक्ट गरिदिन्छु देख्न सक्नुहुन्छ यो चाहिँ हाम्रो हार्ड ड्राइभ हो विन्डोज 8.1 विन्डोज 11 विन्डोज 10 कम्प्युटरलाई फर्मेट गर्नको लागि कम्प्युटरलाई रिस्टार्ट गर्नुपर्ने हुन्छ रिस्टार्ट एनीवे बुट कीलाई प्रेस गर्नु होला देख्न सक्नुहुन्छ मेरो बुट मेनु खुलेको छ र सिम्पली म यसलाई बुट डिभाइस अप्सन F9 लाई प्रेस गर्छु यहाँ देख्न सक्नुहुन्छ मेरो हार्ड ड्राइभ र म यसलाई सिम्पली इन्टर गर्छु यहाँ चाहिँ हामीले चुज गर्नुपर्ने हुन्छ विन्डोज किनकि हाम्रो यो मल्टिबुटेबल हार्ड ड्राइभ हो सो हामीसँग तीनवटा विन्डोज आइएसओ फाइल छन् र सो हामीले यसलाई चाहिँ छान्नुपर्ने हुन्छ विन्डोज 10 विन्डोज 8.1 र विन्डोज 11 विन्डोज 10 लाई सेलेक्ट गर्छु जस्ट क्लिक गर्छु यहाँ आइसकेपछि हामी नेक्स्ट गर्छौं इन्स्टल नाउ यो हाम्रो हार्ड ड्राइभ हो जुन हामीले मल्टिबुटेबल बनाएको हार्ड ड्राइभ हो पार्टिसन 1 मा देख्नुहुन्छ 57.1 GB किनकि हामी यसमा इन्स्टल गर्छौं किनकि मेरो चाहिँ यो ल्यापटपको हार्ड ड्राइभ चाहिँ मेन ल्यापटपको हार्ड ड्राइभ चाहिँ हो सो मलाई नेक्स्ट गर्दिन्छु नेक्स्ट गरिसकेपछि जस्ट ओके देख्न सक्नुहुन्छ यहाँ स्टार्ट भइसक्यो तपाईहरुले पनि हार्ड ड्राइभलाई मल्टिबुटेबल बनाएर यसरी नै कम्प्युटरलाई ल्यापटपलाई फर्मेट गर्न सक्नुहुन्छ र यो भिडियो तपाईहरुलाई कस्तो लाग्यो यदि मन पर्यो भने लाइक गर्न कमेन्ट गर्न सब्स्क्राइब गर्न र फलो गर्न नभुल्नु होला र यस्तै भिडियोहरु डे बाइ डे अपलोड गर्दै जानेछु हस्त थ्यांक यू सो मच